यतिखेर शहीद र घाइतेको सपनामाथि उहाँले खेलवाड गर्न खोजिरहनु भएको छ। यतिखेर शहीद र घाइतेको सपना भनेको यो मतलब कि यो संसदीय चुनाव थिएन र यो संविधान मानेर आन्दोलन भएको थिएन र शहीद र घाइतेले देखेको सपना पूरा हुनुपर्छ। हामी नै नजाँदा अर्को व्यक्ति जाँदा पनि गर्न सक्छ भने गरोस्, तर यतिखेरसम्म कसैले आँट नगरिसकेपछि हामीले सबैजनालाई युनाइटेड गरेर सुदन गुरुङसँग पनि संवाद भयो, निराज ढुङ्गानासँग संवाद भयो, रक्षा बम पनि आउनु भएको थियो, उहाँसँग पनि अलिअलि कुराकानी भएकै हो। जेनजी आन्दोलनले सत्ता रिप्लेस भए पनि अन्तरिम सरकार बने पनि कार्यकारी अधिकार त राष्ट्रपतिसँग छैन। उहाँ त खालि राष्ट्र प्रमुख मात्रै हो संवैधानिक हिसाबमा। अब तपाईहरुले राष्ट्रपतिसँग वार्ता गर्ने कि यति बेला चाहिँ अन्तरिम सरकारसँग वार्ता गर्नुपर्छ? हैन, यस्तो हो, पर्मानेन्ट रूपमा जुन हामीले स्टेटको प्रमुखको रूपमा हामीले राष्ट्रपतिलाई लिन सक्छौं र राष्ट्रपतिले नै प्रधानमन्त्री नियुक्त गर्नुभएको हो। त्यसो हुँदा हामीले के भन्न सक्छौं भने यतिखेर यो एजेन्डा हामीले राष्ट्रपतिसँग नै सम्झौता गर्नुपर्ने हुन्छ र राष्ट्रपतिसँग सम्झौता गरिसकेपछि आन्दोलनको एउटा स्थायित्व र आन्दोलनको एउटा मार्गदर्शन पूरा हुने हुँदा हामी राष्ट्रपतिसँग सम्झौता गर्न चाहन्छौँ। अहिले भनेको अन्तरिम सरकारसँग चाहिँ तपाईहरुको खास होइन, गर्छौं, प्रधानमन्त्रीसँग पनि गर्छौं, तर अहिलेको यो एजेन्डा चाहिँ राष्ट्रपतिसँगै गर्नुपर्ने हुन्छ। एजेन्डा नि प्रत्यक्ष निर्वाचित कार्यकारी हो, संघदेखि प्रदेशसम्मको कुरामा हो। जस्तो हाम्रो संवैधानिक व्यवस्थाले त संसदको सदस्यलाई प्रधानमन्त्री भन्छ, हलै बाधा फुकाउ मार्फत अहिले अन्तरिम सरकार बनेको छ। यो निर्वाचन कानुन परिवर्तन गर्नको लागि तपाईहरुले नै संसद विघटनको निर्णयलाई एक्सेप्ट गर्नुभयो। अब अध्यादेशबाटै संविधान परिवर्तन गर्ने हो भने पनि अध्यादेश त सरकारले सिफारिस गर्ने होला भनेको प्रक्रिया चाहिँ के, कसरी प्रत्यक्ष कार्यकारीको त्यो जुन संविधानमा व्यवस्था कहीँ त व्यवस्था गर्नु पर्यो नि त। हाम्रो संविधान जीवित छ, व्यवस्था जीवित छ अहिले पनि, त्यसलाई चाहिँ कसरी एडजस्ट गर्नु? यसरी गर्न सकिन्छ। जुन अहिलेको यो भनेको चाहिँ कसरी भन्दाखेरि यो सरकार पनि संवैधानिक सरकार होइन, यो कदम नै असंवैधानिक कदम चालिसकिएको छ। यो संविधानले दिँदैन भने अन्तरिम संविधान लेखेर भए पनि हामीले प्रत्यक्ष कार्यकारीको निर्वाचन गराउनै पर्छ र प्रत्यक्ष कार्यकारीको निर्वाचन आज भएन, यो एजेन्डा हामीले राखेकै गर्छौं। अब यदि यो सरकारले गर्दैन भने त सरकारले गर्दैन, सरकार कमजोर हो, तर जेनजीको माग निरन्तर रहिरहन्छ। तपाईहरुले नै आन्दोलन गरेर सरकार बन्दै गर्दाखेरि यसको कार्यदेश त फागुन 21 को चुनाव मात्रै हो नि त। तपाईहरुले त्यो बेला एक्सेप्ट गर्नुभयो, अब अहिले आएर विरोध गरेर कि त फेरि आन्दोलन गर्नु पर्ला यहाँहरुले? फेरि आन्दोलन गर्नुपर्ने कुरा नै होइन नि। यो भन्नाले हामीले 2084 को चुनावलाई 82 मा सार्नका निम्ति आन्दोलन गरे होइन नि त। अहिले त त्यही देखियो, त्यही, तर हामीले खोजेको अर्कै, जनताले खोजेको कुरा अर्कै हो। त्यसो हुँदा के भन्न सकिन्छ भने हामीले जनताले परिवर्तन चाहन्छन् र प्रत्यक्ष कार्यकारीको निर्वाचन यो सरकारले गराउनुपर्छ। यो संविधानले दिँदैन भने अन्तरिम संविधान गर्नुपर्छ, होइन भने विज्ञको टोली मार्फत जसरी हुन्छ यो हामीले यो संविधान मानेको थियो भने आन्दोलन पनि हुँदैन थियो। हाम्रो 2/3 सरकार यो संविधान संशोधन गर्नका निम्ति बनेको थियो, तर संविधान संशोधन गर्न नसकेपछि यो आन्दोलन भयो। त्यसो भएको हुँदा के भन्न सकिन्छ भने यो आन्दोलनले प्रत्यक्ष कार्यकारीको निर्वाचन, जिरो करप्सन यस्ता कुराहरूमा यो आन्दोलन भएको हो। त्यसो हुँदाखेरि हामीले भन्न सक्नुपर्छ यतिखेर परिवर्तन जनताले चाहन्छन्। यहाँनेरि के हो भन्दाखेरि मैले भन्न चाहेको के हो भन्दा जेनजीले परिवर्तन चाहेको छ। जेनजीले मात्र होइन, यतिखेर नेपाली जनता युनाइटेड हुनुपर्छ। जेनजी भन्नाले जेनजीको उमेर समूह हो, तर अब चाहिँ नेपाली जनताले जेनजीलाई होइन नेपाली जनता सबै युनाइटेड भएर मुलुकको परिवर्तन चाहनुपर्छ भन्ने कुरा। यो 11 जनाको समिति सदस्यता बनाउँदाखेरि रक्षा बमजीको पनि नाम राख्नु भएको थियो, उहाँ निस्किनु भयो। उहाँको अलिकति हामीले यसो बाहिर समाचारहरूमा सुन्दाखेरि उहाँको अभिव्यक्तिहरू जान्दाखेरि चाहिँ सन्तुष्ट उहाँ हुनुहुन्न। तपाईहरुले पनि राजनीतिक रोटी सिक्न थाल्नुभयो कि भन्ने उहाँको आरोप छ होइन। यस्तो यो तपाईहरु जसरी आइराख्नु भएको छ उमेर हेर्दाखेरि तपाईहरु चाहिँ अलिकति अब जेनजी उमेरमै हुनुहुन्छ, वास्तवमा सुरुवातबाटै लड्दै गर्नु भएको पनि देखिन्छ। तर अहिले एकाएक जसरी तपाईहरुको समूह बनिरहेछ, फेरि अर्कोले असन्तुष्टि देखाइरहेको छ, फेरि अर्कोले चाहिँ म हुँ जेनजी भनेर बनाइरहेको छ। यसले गर्दाखेरि चाहिँ आम जनता पनि अलिकति रणधुल्दामा परिरहेछ के होइन? यस्तो छ, के भएको हो त्यो तपाईहरु होइन मतभेद भन्ने कुरा होइन। यतिखेर के हुन्छ भनेदेखि अब जनता कहिलेकाहीँ चाहिँ के हुन्छ भनेदेखि अरूले पनि आवाज त्यहाँ भित्र घुसिदिन्छ क्या, अर्कैले माइन्डमा उ गरिदिन्छ। तर यतिखेर परिवर्तन चाहेको हो। मैले यसो भनेको छ जुन कि हामी नै नजाँदा अर्को व्यक्ति जाँदा पनि गर्न सक्छ भने गरोस्, तर यतिखेरसम्म कसैले आँट नगरिसकेपछि हामीले सबैजनालाई युनाइटेड गरेर सुदन गुरुङसँग पनि संवाद भयो, निराज ढुङ्गानासँग संवाद भयो, रक्षा बम पनि आउनु भएको थियो, उहाँसँग पनि अलिअलि कुराकानी भएकै हो। तर पुरुषोत्तमजीसँग जो मुख्य मान्छे हाम्रो यहाँ अर्पित भाइ हुनुहुन्छ, विराटनगरमा मतलब सिडिओ कार्यालयबाट सिफारिस लिने मान्छे हुनुहुन्छ, सबैसँग संवाद गरे हो। सकेसम्म सबैसँग, अझै पनि फेरि दशैँपछि पनि संवाद गर्ने नै हो, सबैसँग सहकार्य गर्ने हो र हामीले एकजना उहाँहरूसँग पनि सहकार्य गर्ने हो। तर उहाँले म बस्दिनँ, अब धेरै दिन पर जान्छु भन्न खोजिसकेपछि हामीले के गर्नु पर्छ त? उहाँसँग हामीले संवाद गर्न खोज्दै पनि उहाँ टाढिन खोज्नुहुन्छ भनेदेखि अब हामीले के गर्न सक्छौँ र? अब उहाँको ठाउँमा जसरी पनि एउटा महिलाको ठाउँमा महिला प्रतिनिधि, त्यही पनि सडकमा
जनतालाई मतलब कि त्यो दुर्घटनामा परेको घाइतेलाई त्यतिखेर तत्काल रूपमा एम्बुलेन्स नभएको बेला बाइकमा अर्काको बाइक स्टार्ट गरेर भए पनि उपचारमा पुर्याउने एकजना साहसी महिलालाई हामीले राखेको। यहाँ हाम्रो नजिकको मान्छे उहाँ कोही पनि होइन। तपाईहरुको माग त अब न्याय दिने पनि होला सबभन्दा पहिला कुरो त हैन, दोषीलाई कारबाही गर, तत्कालीन अवस्थाको प्रत्यक्ष रूपमा दोषी देखिएकाहरूलाई सम्भवतः पहिला सुरु कारबाहीको दायरामा ल्याउनु पर्थ्यो। अहिलेसम्म सरकारले गरिरहेको छैन, गर्न सकेको छैन, अनुसन्धान भइरहेको छ, आयोग बनेको छ भनेको छ। तपाईलाई के लाग्छ अन्तरिम सरकारले तत्कालीन अवस्थाको सरकारलाई कारबाहीको दायरामा ल्याउन सक्छ? होइन, ल्याउन सक्छ सक्दैन भन्ने कुरा होइन क्या, ल्याउन सक्नुपर्छ भन्ने कुरा हो। हामीले हाम्रो आवश्यकता भनेको यो, हाम्रो माग भनेकै यो तत्कालीन सरकारलाई कारबाही गर भन्ने हो क्या, र गर्नुपर्छ र गर्छ गर्दैन भनेर हामी आशावादी नहुँदैन, गर्नुपर्छ। होइन, अभिव्यक्ति उहाँले होइन, त्यो अभिव्यक्ति दिनु नै गलत भयो नि त। त्यस्तो अभिव्यक्ति दिनुहुन्छ भन्ने त हामीले आशै गरेका थिएनौँ। तर उहाँले त जुन अभिव्यक्ति दिनुभयो काहीँ उहाँको आत्मआलोचना छैन। हजुर होइन, यस्तो एकछिन आत्मआलोचना भन्नाले उहाँले यतिखेर साँच्चै भन्नुपर्छ, यतिखेर शहीद र घाइतेको सपनामाथि उहाँले खेलवाड गर्न खोजिरहनु भएको छ। यतिखेर शहीद र घाइतेको सपना भनेको यो मतलब कि यो संसदीय चुनाव थिएन र यो संविधान मानेर आन्दोलन भएको थिएन, र शहीद र घाइतेले देखेको सपना पुरा हुनुपर्छ। र यति मात्र भन्न चाहन्छु, यतिखेर परिवर्तन जनताले चाहेका छन्, हामी युनाइटेड हुनुपर्छ र कसैले कसैलाई आरोप प्रत्यारोप धेरैजना व्यक्तिहरू अगाडि पछाडि हिँड्ने। आज साँच्चै भन्न चाहन्छु, छिमेकीको एउटा काकाले सहयोग गर्न पाइरहेको छैन राजनीतिक दलको कार्यकर्ता भएको कारणले। यस्तो परिस्थितिमा हामी कसैलाई समाजमा भएका व्यक्तिहरूलाई कसैलाई पनि हामी खण्ड विखण्ड गर्न चाहँदैनौँ। सबै नेपालीलाई त्यतिखेर युनाइटेड गर्ने हो र सबै नेपाली एकजुट हुनुपर्छ। जेनजी पनि एकजुट हुनुपर्छ, र जेनजी भन्नाले जेनजीलाई नेपाली जनताले सुझाव दिने हो, विज्ञ टोलीले सुझाव दिने हो, पत्रकार साथीहरूले सही सल्लाह दिने हो। कहिलेकाहीँ इन्टरभ्यू दिनै पनि आइपुग्न सकिँदैन, तर आवश्यकता र परिवर्तन मतलब कि सबैसँग सल्लाह सुझाव लिएर सबैको सुझाव एकीकृत गरेर एजेन्डा बनाएर चाहिँ मुलुकको परिवर्तन भन्नाले अब तपाईँहरूले के गर्नुपर्छ भने सबै नेपाली जनतालाई म आह्वान गर्न चाहन्छु, देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई आह्वान गर्न चाहन्छु, अब आधुनिक नेपाल कसरी बनाउन सकिन्छ त, अब आधुनिक नेपालको खाका कसरी कोर्न सकिन्छ त भन्ने तरिकाले मेरो फेसबुक आइडी प्रवेश सिभिल वाइस छ, र त्यो आइडी मार्फत भए पनि त्यहाँ म्यासेज गरेर भए पनि हामीलाई जानकारी दिनु होला। प्रत्येक जेनजी पुस्ताका मान्छेहरूलाई, एउटालाई मलाई मात्र होइन, सारा जेनजी पुस्ताका युवाहरूलाई, घर घर टोल टोलमा भएका युवाहरूलाई तपाईँहरूले सुझाव दिनुपर्छ र मोडर्न नेपाल अब बनाउनुपर्छ। जसरी भए पनि अब यो शहीद र घाइतेको सपनामा हामीले खेलवाड गर्नु हुँदैन। र म अहिले मतलब कि 15 दिन मतलब अहिले 12-13 दिन भयो हामी सबै मतलब यो काठमाडौँ विराटनगरमै आन्दोलन गर्दै गर्दा पनि यहाँ आएर हामी बसिरहेका छौँ। हामी कोहीसँग पनि प्रतिशोध साध्दैनौँ, हामी सबैसँग सहकार्य गर्छौँ। कहिलेकाहीँ मिस्टेक हुन सक्छ, तर त्यो मिस्टेक हामी सुधारेर अगाडि बढ्न चाहन्छौँ। भक्तपुरमा कहाँबाट आइहाल्छ नि, एक दुईजना व्यक्तिले त्यो दिइहाल्छ नि, त्यस्ता व्यक्तिको के लिइराख्नुपर्छ? तत्कालीन अवस्थाका प्रमुख भन्नाले को होइन, पूर्व प्रधानमन्त्री। उहाँ पूर्व प्रधानमन्त्रीलाई त खासमा भन्यो भने त्यसरी सेक्रेटरी दिनै हुँदैन थियो त्यो उहाँको यो अहिलेको आन्दोलनले त। तर जसरी सेक्रेटरी दिएर केही पनि हुँदैन, उहाँको त्यो आउँछ अभिव्यक्ति। अब कहिलेकाहीँ त्यो अलिकति के भएको छ थाहा छैन, भागेर हिँड्नेलाई के भन्ने हो र हामीले होइन। हजुर, जेनजीको मुद्दा हाइज्याक भयो भन्ने आरोप चाहिँ यो विषयमा के भन्नु? होइन, जेनजीको मुद्दा हाइज्याक हुन दिनु हुँदैन, हाइज्याक हुनु हुँदैन र हामीले जसरी पनि गर्नुपर्छ भन्छु म। र हामी हाइज्याक हुँदैनौँ। माग चाहिँ कार्यकारी होइन र? हजुर, कार्यकारी हो नि त, देशको कार्यकारी चाहियो हो नि त तपाईहरुलाई। हो, त्यो कसरी सम्बोधन हुन्छ? अब जसरी पनि सम्बोधन गर्नुपर्छ। यो सरकारले यो संविधान होइन, हामीले मागेको भनेको प्रत्यक्ष कार्यकारीको निर्वाचन हो, र प्रत्यक्ष कार्यकारीको निर्वाचन मागेको हुँदा हामीले अन्तरिम संविधान लेखेर हुन्छ कि यो संविधान संशोधन गरेर हुन्छ कि हामी कसरी भन्दा पनि आन्दोलनकारीले माग राख्छ। मेरो सुरु दिनदेखि नै यही छ, आन्दोलनकारीले माग राख्छ। होइन, सरकार किन ढाल्नु? सरकार ढाल्ने यो होइन, यता सुन, एकछिन मेरो कुरा। यो सरकारले अन्तरिम संविधान लेखेर भए पनि यो संविधानले प्रत्यक्ष कार्यकारीको निर्वाचन दिँदैन, र यो सरकारले अन्तरिम संविधान लेखेर भए पनि अन्तरिम संविधान विज्ञ टोली मार्फत 15-20 दिनमा एउटा मस्यौदा तयार गरेर यो चुनाव गराएर अनि फेरि संविधान लेख्दा पनि केही फरक पर्दैन। यो देशमा भनेको संविधान कानुन भन्ने कुरा के हुन्छ भने जनताले बनाउने कानुन हो क्या, जनताले मानेको कानुनको कानुन त। कानुनले जनतालाई कजाउने होइन क्या, कानुन जनताले चाहिँ कानुन बनाएर आफू एउटा उसमा बस्नुपर्छ क्या। तपाईहरुले भन्नुहुन्छ यो चुनाव गराएर भए पनि पूर्ण लेखन गरिन्छ भनेर, अनि त्यसरी तपाईहरुको एजेन्डा नि हाइज्याक भएन र? कसरी के कुरो गर्नुहुन्छ? तपाईहरु कार्यकारी भन्दा जुन एजेन्डा लिएर आउनु भएको थियो त्यो संविधान पूर्ण लेखन गर्नुपर्ने होला, संशोधन गर्नुपर्ने होला, केही न केही त होला नि त्यसमा। अन्तरिम संविधान जारी गर्दा पनि हुन्छ नि त। यो कसरी गर्ने? कहिले फागुन 21 पछि गर्ने? फागुन 21 पछि होइन, चुनाव भएको। यता सुन्नु मेरो कुरा, चुनाव
को तुलना मतलब कि चुनाव यतिखेर तोक्ने अवस्था होइन क्या यो चुनाव तोक्ने अवस्था होइन यतिखेर प्रत्यक्ष कार्यकारीको संविधान लेखेर भए पनि प्रत्यक्ष कार्यकारीको चुनाव गर्नुपर्छ र आयोग बनाएर भ्रष्टाचारीको कारबाही गर्नुपर्छ र यतिखेर भनेको तपाईहरुले सुझाव दिने हो सल्लाह दिने हो यतिखेर यिनै कुरा भन्न चाहे हाम्रो काम प्रश्न सोध्नु हो तपाईलाई प्रश्न गरेको अब चुनाव नलिख्ने भन्छ चुनाव नगर्ने भन्छ त्यसैले त चुनाव त गर्नुपर्छ प्रत्यक्ष कार्यकारीको चुनाव अन्तरिम संविधान लेखेर भए पनि गर्नुपर्छ भन्ने कुरा हो तपाईहरुको एजेन्डा नि हाइज्याक भइसक्यो अब चुनाव गराउने एजेन्डा हाइज्याक भएको छैन एजेन्डा हामीले अझै राष्ट्रपतिसँग सम्झौता गर्न बाँकी नै छ कहिले हुन्छ यो सम्झौता सम्झौता जहिले भए पनि मतलब सम्झौता अब भोलि पर्सि जुन दिन भए पनि हुन्छ हुनु तपाईहरु वार्ता टोली हिजो बनाउनु भयो कति 10 11 जना कतिजना बनाउनु भयो सबैजना यहाँ उपस्थित हुनुहुन्छ अहिले यहाँ उपस्थित अहिले थोरै भए पनि उहाँहरूको सहमति छ सहमति छ जस्तो यहाँले एउटा चाहिँ प्रतिशोधपूर्ण कदम चाल्नुभयो जस्तो लाग्दैन जेन्जी आन्दोलनको क्रममा भएका अपराधहरूको जस्तो जेन्जीहरूले यहाँ चाहिँ पक्राउ नगर्ने अथवा पक्राउ गरियो प्रतिशोध भयो भन्ने खालको कुरा गर्नुभयो पुरानो सत्ताका प्रतिनिधिहरूलाई पक्राउ गर्नुपर्छ भन्दै गर्दा जेन्जी आन्दोलनमा भएका अपराधहरूको चाहिँ के हुन्छ यतिखेर एउटा अनुसन्धान आयोग बनाएर साँच्चै घटना घटेको छ भने ती व्यक्तिहरूलाई पक्राउ गर्न सकिन्छ तर त्यो प्रतिशोध साँधेर घर घरमा यतिखेर दशैंको मुखमा जुन जुन घटना कहिलेकाहीँ हुन्छ भनेदेखि एउटा भिडले गरेको घटना हो व्यक्तिगत घटना नभएको हुँदाखेरि त्यो व्यक्ति अप्ठ्यारो घटनाको त्यो पक्राउ